गाउँमा बेसरी थेच्चिने गरी मलौ डोको बोकेको यहाँ आउँदा सानो पानीको भाँडा पनि उठाउन धौ लाग्छ यार। जिन्दगी पनि यस्तरी विलासिता भयो कि कामै गर्न नसकिने भयो क्या। अनि म फटाफट पानी चाहिँ तताउन हालिहालेँ है। पानी के को लागि तताउने हो भन्दाखेरि एउटा पिठोको डो बनाउनु छ। त्यो डो बनाउनुको लागि मैले पानी तताउन लगाएको। अनि ट्याक्क ग्यास पनि अलिक टाढा थियो, दौडेर गएर ल्याएँ होइन। आगो पनि बालेँ। आगो बालिसकेपछि यस्तै त गरिरहेको हुन्छ होइन। परदेशमा जति दुःख गरे पनि साला हुने त के होइन होइन। घर गएपछि के गरौँ कसो गरौँ होइन। घरमा रोजगारी नभएपछि यस्तै हो जिन्दगानी। अब 2 दिनको टक्क आगो सागो बालिसकेपछि मैले फेरि पिठो मोलेर चाहिँ डो रेडी बनाएँ है। यति डो रेडी गर्दा गर्दै चाहिँ हजुरहरूले कहाँबाट मेरो भिडियो हेर्दै गर्नु भएको छ मलाई चाहिँ फलो लाइक कमेन्ट चाहिँ सब्सक्राइब गरिदिनु होला भन्ने म पूर्ण आशा गरेको छु। यतिकैमा मेरो खानाको भातको प्लेट पनि यहाँ रेडी बनाएर राखिदिएका हुन्छन्। यता 2 छमैयाहरू मेरो काम गर्ने पार्टनरहरू हुन्। अनि अघि बनाएको खाना खाइसकेपछि अघि बनाएको पिठोको चाहिँ यस्तो खालको आइटम बनेको छ र यसको नाम चाहिँ हजुरहरू भन्नु है। त्यस पछाडि काम लास्ट भइसकेपछि मेरो भने यो आजको नयाँ सिम्बल नयाँ आइटम